सो गाइस भने चाहिँ अहिले म चाहिँ यहाँबाट मार्केटबाट चाहिँ अहिले लागिरहेको छु मैले एन्थनी स्कुल है। लागिरहेको छु है। सो साथीभाइ भने चाहिँ अहिले चाहिँ फेरि अब जामको अवस्था लाग्दा रहेको छ, किनभने अझै धेरै नै ठुलो लाइन ट्रकहरू आइसकेको रहेछ है। अब केही छिनपछि चाहिँ फेरि जाम हुने चान्सेस छ है। सो साथीभाइ भने चाहिँ यसरी चाहिँ अब फेरि जाम स्टार्ट भएको छ है। प्रायः जाम भएछ, यसरी चाहिँ प्रायः जाम भइरहेको छ है। हामी केही छिनपछि चाहिँ अब अझै नै बेसी जाम हुने चान्सेस छ नि त। सो साथीभाइ भने चाहिँ अहिले हामी तालाबाट घुमेर आउँदाखेरि यतिको चाहिँ यस्तै जान्छ है। आज चाहिँ धेरै नै हावासम्म नै पुरै जाम लाग्ने जस्तो लाग्यो है। गाइस भने चाहिँ यहाँदेखिको चाहिँ रोड चाहिँ क्लियर छ है, कुनै डिस्टर्ब चाहिँ छैन यहाँदेखि है। अहिले हामी हिँडिरहेका छौँ अहिले एन्थनी स्कुल। सो साथीभाइ भन्ने चाहिँ अहिले हामी चाहिँ एन्थनी स्कुल पुगिसकेको छौँ है। अब यहाँबाट चाहिँ अब हामी चाहिँ दुईवटा बहिनी लिएर आएको छौँ है। सो साथीभाइ भने चाहिँ फेरि अब म यहाँबाट चाहिँ लागिरहेको छु है। हुँदा तल रामगाउँबाट चाहिँ फेरि प्यासेन्जर लिएर चाहिँ फेरि गेटपट्टि जाने हो म चाहिँ है। अहिले चाहिँ मङ्गलाबारी लागिरहेको छु। अहिले सुनसी बजार गएको ठाउँमा चल्दैछु अहिले है। भर्खरै अहिले भन्नुपर्दा चाहिँ गेटबाट चाहिँ अहिले आएको है। अहिले लागिरहेको छु अहिले मङ्गलाबारी। आज बिहान चाहिँ धेरै नै जाम थियो होइन, अहिले चाहिँ रोड चाहिँ क्लियर भइसकेको छ है। अहिले चाहिँ अब लागिरहेको छु अहिले मङ्गलाबारी है। केही छिनपछि चाहिँ फेरि म फर्किनेछु मङ्गलाबारीबाट। गाइस पनि म चाहिँ अहिले बस स्ट्यान्ड चाहिँ पुगि पनि सकेको छु है। अब एकजना पेसेन्जर छ, यहाँ चाहिँ मलाई चाहिँ म यहाँ ड्रप गरिराखेर फेरि लाग्नेछु मङ्गलाबारी। पुगिसकेको छु है। सो गाइस भने चाहिँ अहिले म चाहिँ अहिले पुगिसकेँ भुटान गेट है। मङ्गलाबारीबाट अहिले आएको, अहिले अब लाग्दैछु फेरि अहिले भाउ बजार है। साथीभाइ भने चाहिँ अहिले म गेटको छेउमा पुगिसक्यौँ है। अब म लाग्नेछु यहाँबाट चाहिँ हुँदो है भाउ बजार। सो गाइस भने चाहिँ फेरि अहिले म लागिरहेको छु भाउ बजार है। भाउ बजारबाट चाहिँ अहिले भुटान गेट जाने भाया भुटान गेट भएर चाहिँ फेरि मङ्गलाबारी म लाग्नेछु है। हेर्दै गर्नुहोस् ल अगाडि भाउ बजारको बाटो चाहिँ यस्तै रफ नै छ है। अहिले कम्प्लिट भइसकेको छैन, मेन्टेनेन्सहरू चाहिँ चलिरहेको छ है। सो गाइस भने अहिले हामी चाहिँ फाइनली पुगिसकेको छौँ है भुटान गेट। अब लाग्नेछौँ मङ्गलाबारी यहाँबाट भने चाहिँ अहिले म गेटको छेउमा छु। अहिले गेटबाट चाहिँ अहिले अब राइट साइड मोड्नेछु अब भुटान मङ्गलाबारी है। बिहान मर्निङ टाइममा चाहिँ होइन यहाँनिर भुटानको बिचमा चाहिँ यसरी नै ब्लक जाम चाहिँ भइरहन्छ नि त, किनभने ट्राफिक त्यति क्लियर हुने लागि साह्रै पर्ने हुन्छ नि त। लागिरहेको छु अहिले म चाहिँ है मङ्गलाबारी यहाँबाट है। सो साथीभाइ भने चाहिँ म चाहिँ भान्जीलाई चाहिँ अहिले बस स्ट्यान्ड लिएर जाने। भान्जी चाहिँ अब चाल्छ जाने नि त। अन्त यहाँ बाउलाई चाहिँ दबाई देखाइरहेछ है। डरोको रुन्छ है अहिले फेरि जाने बेलामा निस्किरहेछ। आमा पो रुन आँटेको जस्तो छ त। साथीभाइ भने चाहिँ अहिले भान्जीलाई लिएर चाहिँ म चाहिँ अहिले गइरहेको छु बस स्ट्यान्ड है। भान्जी चाहिँ अब चल्छ जाने नि त। अनि अहिले चाहिँ म पुऱ्याउनु लाइलाई गइरहेको छु है। अहिले बाटोमै छौँ अहिले है। अब एकछिनपछि अब हामी पुग्नेछौँ बस स्ट्यान्ड। साथीभाइ भने चाहिँ अहिले हामी चाहिँ लागिरहेको छौँ भान्जीलाई लिएर है। अहिले भन्नुपर्दाखेरि भानुभक्त मोडमा अहिले पुगिसक्यौँ अहिले हामी है। साथीभाइ भने चाहिँ अहिले हामी मङ्गलाबारी अहिले पुगिसकेको छौँ है। अहिले लागि नै रहेको छौँ।